सो आज चाहिँ म जाँदैछु एउटा 5.5 महिनाको एउटा कुकुरको बच्चा लिएर जानलाई। त्यो चाहिँ म पर्मानेन्ट चाहिँ लिउँ न, 1-2 दिनको लागि हुन्छ। अब हेरौँ मन पऱ्यो भने चाहिँ अब पर्मानेन्टै भन्नुसक्छ, नत्र 1-2 दिनको लागि मात्रै हुनसक्छ। सो अहिले चाहिँ म त्यहाँ जाँदैछु, त्यहाँ पछि देखाउँछु त। यहीँ हो, नजिकै हो, त्यहाँ पछि देखाउँछु। सो त्यो डग चाहिँ मसँग आइसकेको छ र यहाँ घुमिरहेको। म चाहिँ एक्ज्याक्ट ट्रेनिङको लागि ल्याएको हो, अनि म ट्रेनिङ अब गर्नु सक्छु होला भनेर ल्याएको। जस्तो म देखाउँछु त्यहाँ यो होला। सो योसँग चाहिँ अहिले के छ भने प्रब्लम, लास्टै लिस पुल गर्ने चाहिँ क्या आफूसँगै नहोइने लास्टै तन्काएर हिँड्ने रहेछ। सो म पनि यो एकछिन फिक्स गर्छु है, म अनि त्यसपछि देखाउँछु। अहिले चाहिँ यो मन लाग्दै हिँडिरहेको आफ्नै गतिमा। यसमा चाहिँ म यसको यो देखाउँछु है बानी कसरी सुध्रिन्छ नि। र यो चाहिँ अहिले 5.5 महिनाको जति भयो। यो चाहिँ हामीले नजिकैको हो र मैले चाहिँ यसलाई ट्रेन गर्न सक्छु कि भनेर चाहिँ मैले यसलाई लिएर आएको थिएँ। अनि आज चाहिँ नयाँ ठाउँमा भएर होला, पहिलोचोटि मैले यसलाई दुलारिने मैले यसलाई घरमा पनि लगाएको थिएँ, तर एकदम गर्मी भएर अनि यो नयाँ ठाउँमा आएर होला यो अलिकति डराउने गऱ्यो र त्यति ट्रेन चाहिँ भएन आज। अब भोलि चाहिँ म यसलाई माथि हाम्रो एउटा पार्क छ माथि, त्यसमा लगेर ट्रेन गर्ने कोसिस गर्छु। अनि यो ब्ल्याकवाला चाहिँ यो यहीँको हो, यो आज पहिलोचोटि यसलाई भेटाएको, तर एकदम साथी भइहाल्यो यिनीहरू। ब्ल्याकवाला चाहिँ यहीँको हो, यसलाई चाहिँ अब यो स्ट्रिटकै यहीँतिर अब मान्छेहरूले खाना दिइरहन्छन्। अनि अरू यो चाहिँ ब्ल्याक चाहिँ ट्रेन हुन्छ जस्तो लाग्यो, तर यो अलिक वाइल्ड भइसक्यो क्या, यसले बाहिर बसेर धेरै भइसक्यो यो। अनि यो अब मान्छेले ट्रेन गर्दाखेरि त्यति घरमा बस्दैन कि, तर वाइल्ड भइसक्यो। अनि यसलाई चाहिँ आज मैले पहिलोचोटि ल्याएर नै होला, अलिकति कस्तो नयाँ ठाउँमा भएर डरायो क्या अलिक। भोलि चाहिँ म अर्को भिडियोमा अर्को भिडियोमा चाहिँ म यसलाई माथि एउटा पार्क छ त्यहाँ लगेर, पनि ठुलो एउटा पार्क छ, अनि त्यो चाहिँ खुल्ला ठाउँमा भएर म त्यसलाई अफ लिस यसलाई यो डोरी यो सानो नभएदेखि यसलाई खोलेर ट्रेन गर्ने कोसिस गर्छु। अब 1-2 दिनमा चाहिँ मेरो त्योवाला भिडियो आउँछ, तर म अहिले चाहिँ मेरो भिडियो रेगुलर बेसिसमा हाल्ने कोसिस गर्छु। अनि लास्टै धेरै ग्याप भयो मेरो भिडियोमा चाहिँ, अहिले 3-4-5 दिनपछि एउटा भिडियो बल्ल आउने भयो। अनि त्यो ग्याप चाहिँ म बिस्तारै फिल गर्ने कोसिस गर्छु। अनि मेरो भिडियोको टाइम चाहिँ मैले चेन्ज गरेको छु। मेरो पहिला चाहिँ भिडियो ढिलो आउँथ्यो भने अहिले चाहिँ मेरो बिहान 8 बजेदेखि 10 बजेको बिचमा आउँछ, लगभग 8 बजे आउँछ होला भिडियो। सो 8 बजी मेरो भिडियो आउँछ। अब यदि तपाईँहरू चाहिँ च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ यसो च्यानललाई चाहिँ सब्सक्राइब गर्ने म भिडियो चाहिँ म अब रेगुलर बेसिसमै हाल्ने कोसिस गर्छु, डेली जस्तै। सो आजको लागि यति नै, बाई।